आज यो हाम्रो इलाका प्रहरी कार्यालय पाटन बैतडीबाट बाल श्रम मुक्त गरौँ, हरेक बालबालिकालाई शिक्षा र सुरक्षित भविष्य सुनिश्चित गरौँ भन्ने अभियान कार्यक्रम रहेको विश्व बाल श्रम विरुद्धको दिवस जुन 12/2026 जसलाई भनिन्छ बाल श्रम भनेको के हो त है। म पढिदिन्छु सलक्कै। कुनै पनि रोजगार मुक्त युक्त कार्य जसले बालबालिकाको बाल्यकालमा दाखिल दिन सक्छ, जस्तै स्कुल जानबाट रोक्छ वा मानसिक सामाजिक र शारीरिक रूपमा असर गर्दछ भने त्यसलाई बाल श्रम भनिन्छ है। तपाईँहरूको आमा बुवाले जस्तै नातागोता हुन्छ नि त आफ्नो, तिनीहरूलाई बालको कुनै काममा लगाउने होइन, सानो उमेरमा 18 वर्ष मुनिकोलाई 20 वर्षको मुनिकोलाई जसले काम लगाए त्यसलाई दण्ड सजाय छ। घरमा होस् या बाहिर होस् या लगेर जान्छ नि, तपाईँहरूलाई ल काममा लगाइदिन्छु ल होइन भनेर अब सबैको परिस्थितिको